बोगी केटोले मारी के छ मल खस्यो भने चाहिँ नि तनाव हुन्छ नि लास्टमा पसिनै पसिनै रहेछ तलतिर Gula guys. अब ठ्याक्कै यो डाँडा कटेर ठ्याक्कै यसको पारिपट्टि यसरी त झन् अप्ठ्यारो हुन्छ कि क्या हो ल यस्तो उकालेर चढेर जानुपर्छ यार अब ल दिमाग खराब भइहाल्यो मम्मीहरू त्यता लाउनु उतै पारिबाट आउने हामी ठ्याक्कै हो त्यो घर त बाइक साइक नै आउने भएछ त्यो बाटो भर्खरको हताकटा नौजवान त यहाँ यस्तो छ हालत हामी त बुढो भइसक्यो खलात खुलुत दुईजना नै बिस्तारै बिस्तारै लुते पर्ने भाइ गर्मी फेरि यस्तो गर्मी छ कुरै नहराउँ गर्मी त लास्ट गर्मी हाइट हामीलाई अब एक दुई दिन बस्नु त गाह्रो छ यहाँको मान्छेहरू कसरी सर्भाइभ गरिरहेको छन् यार हुन त बानी हो हामी अब धेरै सुविधा चाहिने
अलिकति नि गाह्रो छ। यहाँबाट देखिन्छ उहाँ तल त्यो देखिरहेको रोड, त्यहाँ तल ओर्लेर हिँड्दै आउनुपर्छ। अहिलेसम्म काठमा हालेर हिँड्छु भन्ने मान्छे नामले हालेर हिँड्नु भन्दाखेरि नमाने है। मभन्दा लुत परिसकेको चाहिँ आजकलका बुढाहरू सब बोइलर, ज्यान स्यान मात्रै, सब बोइलर ज्यान मात्रै हो, हेर्दा मात्रै हो फासफासी बोसो ज्यान छैन, केही काम छैन। हुँदैन यस्तो पाराले गएन फेरि खाए। One minute. Mungkin baru ini ambil. Ketika ada garam mana banyak? Dan dari gaungku. ल यत्रो हिँडाएपछि आइपुग्यो डाँडा। आइपुग्यो अब चाहिँ त्यहाँबाट पुरा बाइक लिएर आयो भने चाहिँ होइन ऊ त्यो पारी छ भने क्या बाइक ल्याउने बाटो पारी त्यो हेरेर ऊ त्यहाँबाट ओर्लेर यस्तो ओर्लेर नि त्यहाँ हाम्रो घर यही ऊ त्यहाँ हाम्रो घर होइन यहाँ कहाँ चर्छ यो यही होला हाम्रो घर रुखमा नचर्दैछ त्यो साइलाको जुठो चोख्या खाइन है 7 दिन
त्यो तलहरुको गाई र यहाँ त्यो उ मरेकै के दिनु हो र अब एकछिन रेस्ट गर्नु पर्यो यस्तो बिरालो छ है। ल जाने अब ओए ब्लग यस्तो भिरमा मचाएर हुँदैन हुँदैन पर्सि दिवालीमा त्यो पारीको डाँडा जानुपर्छ यार। ए अहिले च्यातेको त यहाँ हालो यहाँ हालिहाल अहिले वाइ भयो भने यहाँ हालिदेऊ फाल्छु अब म लट्टी फाइनल्ली आइपुग्यो चाहिँदैन है। हामी त्यो खोला पारीको देखेको होइन, हामी त्यो बाटो देखेको बाटो आएको होइन। त्यहाँबाट यस्तो मन्थली त्यो घुमेर यो डाँडोको उता त्यहाँ आइरहेछ गाडी। ल यहाँ आइरहेछ ए डाँडोको उतापट्टि तल्लो एउटा डाँडो मात्रै त रहेछ नि, मैले दुईवटा डाँडो भन्दा नि है। यो भूकम्पपछि बनाएको घरहरू हाम्रो त के हो खै त अनि आइपुग्दैन त उयो होइन भने घर उयो भने होइन भने घर ओहो यस्तो भरे
ल्याउनु सक्छ है झन्डै मसँग कहाँ छ सकिसक्यो मसँग ओइ यो कसो चल्लाहरू त्यहाँ निक्लिनु न अबि ढुङ्गा पो हान्दो रहेछ है बेवासीहरूको कहिले हाने कपाल सानो भोटेको क्या हो यो अब त्यो भोटे त ठुलो भयो होला सानो छ केटा कपाल चाहिँ हो क्या तर कपाल त्यही हो हाम्रो घर आमै चक्लेट छ ऊ यही त हो नि दिन्छ केटाहरूलाई के ल्याएको छ भन्दै ल यही हो है हाम्रो घर आइपुग्यो त्यो हैट, उसको पन्थाले क्या कुन चाहिँ बरु दाहिने कुन चाहिँ देब्रे थाहा छ फाइनली ल्याएर यो त पारा ओइ केटा सट्ट हेलो ल यहाँ हाम्रो घर ल चामल बोकेर आएको भर्खर यो पुरानो काँधमा चामल हालेर आएको काँडो भिजेको पुरानो भइहाल्यो त्यो गोठ भइहाल्यो बस्यो बस्यो यो नयाँ अहिले बनाएको नयाँ घर यो बारी उयो त्यहाँ यति यति सबै हाम्रो हो यो त्यहाँ कुनासम्म पादै आए दिप्से सरी यहाँ चाहिँ कट्टु ओ मा कट्टु च्याते भोलि कट्टु किन्दै ओइ जागिर खाने मान्छे काम गर्ने मान्छे ए त्यो बाटै देखिरहेको रानी हो उतले जान्न माथि चढी सक्दिनँ म यही बाटो ल मन्थलीबाट बाटोमा गुपे दिवाली ए यहाँ र देवर नै होला दिवालीको लागि त हाम्रो त्यो माथि डाँडा जानुपर्छ अरे पल्लो डाँडा त्यहाँ माथि यत्रो च्याते नि यो रुख पछाडि ठ्याक्कै यहाँबाट यो घरहरू देखेर त्यहाँ जानुपर्छ फेरि पैसा 5000 बाँकी छ हिँड्दै छैन यो तल हुन्छ होला एउटा किन्नु जस्तो लाग्यो यो बिस्तारै लैजा हाय केटो